मुखमा आइसकेको कुरा लुकाएर भित्र नपठाउनुहोस् यति त बुझ्न सक्छु नि म। पहिलोपटक अन्तर्वार्ता गरिरहेको छु र या आज पहिलोपटक म क्यामेराको अगाडि कोही अतिथि राखेर सोधिरहेको छु र तपाईँको अनुहार, तपाईँको बोली, तपाईँको भावभङ्गीले के भन्छ त्यति त बुझ्छु नि। तपाईँले गर्न नसक्ने प्रकारका दबाबहरू आइरह्यो। मैले त्यो विषयमा जानुभन्दा पहिला 9 महिना भयो उहाँहरू आउनुभएको। कस्तो परिस्थितिमा गुज्रेको छ भन्ने अलिकति तपाईँलाई 2 मिनटमा टाइम लिन्छ। परिस्थिति कस्तो थियो भने जुन बेला उहाँहरू आउनुभयो, नयाँ सरकार आउनुभयो, उद्योगहरूको लाइन काटिसकेको थियो, काटिएको अवस्था थियो, जसले पैसा तिरेको थिएन। यो डेडिकेटेड समस्या थियो। तपाईँले पैसा तिर भन्नुभयो, उहाँहरू नतिर्ने भन्नुभयो। अनि त्यसपछि हामीले चाहिँ उहाँले धेरैले तिर्न पनि सुरु गर्नुभयो। त त्यही बिचमा चाहिँ यो लाइन जोड्नु पर्यो भन्ने कुराहरू आयो। के संसदमा तपाईँले सुन्नुभएको छ, प्रधानमन्त्रीदेखि लिएर मन्त्री सबैले बोल्नु भएको छ होइन। अब धेरै कुराहरू भयो, तर नियमपूर्वक प्राधिकरणले लाइन काट्ने भनेको नियमपूर्वक काट्छ र नियमपूर्वक भन्यो हामीले जोडिदियौँ होइन। भन्यो जोडिदियौँ, 3 महिनाको टाइम राख्यौँ, जोडिदियौँ। त्यसपछि 3 महिनामा पनि तिरेन, फेरि हामीले काट्यौँ होइन। फेरि चाहिँ क्याबिनेटबाट 24 घन्टाभित्र जोडौँ भन्यो, हामीले 2-3 दिनभित्र जोड्यौँ होइन होइन। अब फेरि चाहिँ 15 दिनभित्र चाहिँ तिरेन, हामीले जो काट्न लाग्यौँ, फेरि चाहिँ नियमन आयोगले नकाट भन्यो। यो चलिरह्यो। यो मात्रै होइन, यो बिचमा मलाई कति प्रेसर आएको होला भन्नु न। मलाई त कति अपमानित गरे, कति चाहिँ निरुत्साहित गरे भन्ने कुरा त मैले कुनै दिन भनौँला तपाईँलाई। अहिले आज मलाई धेरै टाइम छैन होइन, तर यति अपमानित, यति निरुत्साहित 9 महिना यसरी 6वटा त स्पष्टीकरण सोधे। प्राधिकरणभित्र भएर सबै हात खुट्टा सबै बाँधेर अनि सबै थ्रेड दिएर होइन, अपमानित गरेर, निरुत्साहित गरेर राजीनामा गरोस् भन्ने लाइनमा दबाब र विभिन्न किसिमको थ्रेड दिने, विभिन्न किसिमको चाहिँ प्रेसर गर्ने र बोर्डमै चाहिँ मैले नोट अफ डिसिसन लेख्नुपर्ने विषय आयो। नोट अफ डिसिसन लेखेँ, अदालतले त्यो प्रमाणित गरिदिनु भयो त्यो विषय चाहिँ गलत छ भन्ने। त राज्यको हित र जनताको हितभन्दा बाहेक गैर कानुनी रूपमा कुनै काम गर्दिनँ म, कुनै काम गर्दिनँ। जसले जसुकै भन्नुहोस्, त्यो मेरो स्ट्यान्ड हो। मैले छोड्नु पऱ्यो भने जहाँ गरे पनि म त्यही हो। अब मलाई राइट म्यान भनेर ल्याइसकेपछि मैले पनि त राइट म्यान छान्नु पऱ्यो नि त। छान्न पाउनु